हेलो साथीहरु, आज धेरै लामो समयपछि एउटा इन्ट्रेस्टिङ टपिकमा एउटा भिडियो लिएर आएको छु, जसको टपिक रहनेछ हाम्रो यो महिन्द्राको TUV 300। यसको फल्ट जुन छ त्यो महिन्द्राको सबै मोडलमा हुन्छ। स्कर्पियो होस्, बोलेरो होस्, XUV होस्, स्कर्पियो एन होस्, S सिरिज होस्, S10, 11 कुनै पनि होस्, यो प्रब्लम सबैमा आउँछ र आउन सक्छ। त्यसैले गर्दाखेरि तपाई यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईको गाडीमा यस्तो खालको सिम्पटम, यस्तो खालको प्रब्लम आयो भने तपाईलाई फिगर आउट र सर्ट आउट गर्नलाई सजिलो हुन्छ। धन्यवाद। के प्रब्लम हो त? गाडीमा कस्टमरको कन्सर्न छ, गाडी इकोनोमी ड्राइभ गर्दाखेरि कुनै प्रब्लम आउँदैन। जब मैले एक्सिलेटर एकदमै हेभीली, एकदमै धेरै थिच्छु, त्यो बेला चाहिँ मिटरमा इन्जिन साइन भनेर आउँछ र गाडीको पावर लस हुन्छ, गाडी बन्द हुन्छ। त्यो चाहिँ कस्टमरको कन्सर्न। कस्टमरको भनाइ अर्को पनि के छ त, गाडीको ट्याङ्कीमा लाग्ने फ्युल पम्प मोटर पनि चेन्ज गरिसक्यो, DRB मेट्रिङ युनिट पनि चेन्ज गरेर हेरिसक्यो, रेल प्रेसर सेन्सर पनि चेन्ज गरेर हेरिसक्यो। प्रब्लम यहाँ के देखाएको छ, ल्यापटपले के, स्क्यानरले के देखाएको छ भनेपछि P1B 8700 करेन्ट। अब यसलाई डिस्क्राइब कसरी गरेको छ स्क्यानरले, मैक्सिमम पॉजिटिव डेविएशन अफ रेल प्रेशर एक्सीडेड इन मेट्रिङ युनिट मोड। भन्नुको अर्थ हाई प्रेशर पम्पदेखि नोजलसम्मको प्रेशर एकदमै हाई छ, तर हाम्रो मेकानिक साथीहरूले के गर्नुभयो कि नयाँ पम्प बदल्नुभयो, फ्युल पम्प जुन कि ट्याङ्कीमा हुन्छ। ट्याङ्कीको फ्युलको काम भनेको फिल्टरसम्म सप्लाई दिने हो, हाई प्रेशरको काम गर्दैन त्यसले एउटा फिडर हो, त्यसले फिल्टरमा दिन्छ, त्यसपछि त्यसको अगाडिको काम हुन्छ। यहाँ चाहिँ हाई प्रेशरको कुरा गर्दैछ, एकदमै प्रेशर हाई छ। सबै कुरा चेन्ज गरे तर प्रब्लम किन सल्भ भएन? नजल यसमा यो स्पेसिफिक फल्ट कोड आइसकेपछि हामीले हाई प्रेशर पम्पदेखि नजलसम्म चेक गर्न पर्ने हुन्छ। कि त हाम्रो पम्प बिग्रेको हुनु पर्यो, कि त DRB युनिट, कि DRB बिग्रेको हुनु पर्यो, कि त रेल प्रेसर सेन्सर, कि त इन्जेक्टर। अब इन्जेक्टरसम्म किन पुगेनन् त मेकानिक साथीहरू? किन पुगेनन् भनेपछि इन्जेक्टर आइडलमा र इकोनोमी रेसमा चाहिँ इन्जेक्टरमा कुनै फल्ट देखाएको छैन। इभन तपाईको ब्याक फ्लो, ओभरफ्लो, ब्याक लिकेज केही पनि छैन, त्यही भएर त्यहाँसम्म नपुगेको। र कहिलेकाहीँ यो प्रब्लम, यो इन्जेक्टरको प्रब्लम मेसिनमा चेक गर्दाखेरि पनि पत्ता लगाउन सक्दैन। त्यसलाई कसरी छुट्यो त? हाम्रो साथीहरूले के भन्छ, ओभर स्पिडमा अथवा ओभर थ्रोटलमा त्यसको ब्याक लिकेज चेक गरेनन्। जतिखेर हाम्रो एक्सिलेटर एकदम धेरै थिचिन्छ त्यो बेलामा चाहिँ यो इन्जेक्टर फेल भइरहेछ। इन्जेक्टर जाम भयो भने यस्तो प्रब्लम आउँछ, इन्जेक्टर स्टक भयो भने, नोजल स्टक भयो भने यस्तो खालको प्रब्लम आउँछ। प्रेसर एकदमै बढी जेनेरेट हुन्छ र त्यो फल्ट, यस्तो खालको फल्ट चाहिँ आउँछ। त्यसैले गर्दाखेरि यो गाडीको फल्ट चाहिँ अहिले एकदम फाइन भइसकेको छ बिकज अफ इन्जेक्टर। त्यो तीनटा इन्जेक्टर बनाइसकेपछि गाडी चाहिँ ओके छ। मैले भन्न खोजेको के हो त भन्दाखेरि, हामीले जब फल्ट कोड भेटाउँछौँ नि, त्यो सँगसँगै एउटा मेसेज पनि डिस्क्राइब गरेको हुन्छ त्यो फल्टलाई। यो फल्टलाई हामीले मजाले डिटेलली बुझ्न पर्छ। यदि हामीले इङ्ग्लिस बुझ्दैनौँ भनेपछि ट्रान्सलेट गरेर, नेपालीमा हो कि तपाईँले जुन ल्याङ्ग्वेज जान्नुहुन्छ त्यसमा ट्रान्सलेट गर्नुहोस् र इच एन्ड एभ्री वर्डलाई तपाईँले मजाले बुझ्नुहोस्। यसले भनेको के हो, डेभिएसन भनेको के हो, म्याक्सिमम भनेको के हो, मेट्रिङ युनिट मोड भनेको के हो, एक्सिडेड भनेको के हो, यो सबै कुरो तपाईँले आफ्नो ल्याङ्ग्वेजमा बुझ्नुभयो भने तपाईँलाई ठ्याक्कै थाहा भइहाल्छ कि। ट्याङ्कीदेखि फिल्टरसम्म सप्लाई, पम्पदेखि इन्जेक्टरसम्म हाई प्रेसर। यहाँ हाई प्रेसरको कुरा गर्दैछ। यदि हाई प्रेसरदेखि हामीले इन्जेक्टरसम्म चेक गरेको भए यति धेरै नौटङ्की गर्न पर्दैन थियो, गाडी चाहिँ सल्भ भइहाल्थ्यो। त्यसैले गर्दाखेरि हाम्रो मेकानिक साथीहरू फल्ट कोडसँग दिने डिस्क्राइबलाई मजाले ट्रान्सलेट गर्नुहोस्, बुझ्नुहोस् र प्रब्लमलाई सल्भ गर्नुहोस्। धन्यवाद।